खुया घिसार दे सबै नि हल्लिनु पर्यो त 3 3 6 2 8 जना छन् कोही फेरि ब्याक 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 फेरि ब्याक त्यो घिसारेको घिसार्ने हो सपोर्टको लागि यसले जमै छोड्दैन कि तपाईहरुको पनि सुल के हो नि म अर्को किन्दिउला अहिले देखाउनुस् है जोस ल फेरि रेडी गो सँगै त्यसको ल भिड आयो अहिले भिड आयो फेरि अर्को नयाँ भिड आयो अर्को भिड नयाँ भिड नयाँ भिड ल भिड आउनुहोस् ल जाउँ त 5 ल काम सुरु तपाईँ अगाडि नगर्ने तिमीमा थामेर बस्ने ब्याकर दिल अगाडि बढ आवाज गर्दाखेरि के गर्नुपर्छ पैसा आउनु पर्यो त्यहाँ हल्दैन हाल्ने क्या यतिकै बसिरहने अगाडि बसेन यतिकै बसिरहने अन्त लाफिङ माथि गर्नु त्यो बिचको हो सामा त यो हामी नियतता हुँदाखेरि हातेमालो पर्मिसन अहिले लागिसकेको पर्मिसन चाहिँ हामी त्यो सामाको गेटमा भिडलाई प्रवेश गर्न नदिन होइन त्यो पनि ठुलो महत्त्वपूर्ण परिषदमा चाहिँ आन्दोलनकारीलाई प्रवेश गर्न नदिनको लागि हामी यो फर्मेसन प्रायः युज गरिन्छ अब यो फर्मेसन चाहिँ बाटोमा भिडमा ढुङ्गा आउने अवस्थामा काम लाग्दैन त्यतिखेर चाहिँ त्यो सिलको हुन्छ वाल फर्मेसन भन्छ क्या एकचोटि ढुङ्गा बर्र सबैतिर बर्क्यो असिना परे जस्तो ढुङ्गा आयो त्यतिखेर के गर्नु हो त्यसको लागि एउटा फर्मेसन चाहिँ अब टाइम लाग्छ सामान्य चाहिँ हामी एक ठाउँमा ग्रुपमा भएर यसरी छेकेर बस्नु यसरी बाहुबली हेरेको छ नि ठ्याक्कै बाहुबली जस्तै हुन्छ हामी ठ्याक्कै यसरी रोकेर ठोकेर माथि यसरी वाल राखेर हामी यसरी छेकेर बस्छौँ यसलाई कोल्टे पारेर त्यो चाहिँ अब त्यतिखेर खप्ट्याएर आउँछ बोकेर आउँछ कम चारजना आउँछ यो कसको यो पनि बोकेर आउँछ दुईजना पछाडिबाट यहाँ एक भकेर बस्दैछ पछाडिबाट पसाउने त्यहाँ दुरो नदेखेको छ यसरी हो हामी ढुङ्गा एकचोटि ढुङ्गा आएको बेला चाहिँ हामी के गर्छौँ यसरी वाल फर्मेसनमा आएर हामी के गर्छौँ उठेर बस्छौँ हेर्नु चाहिँ फेरि भिड नहुनु भएको अवस्थामा हामी के गर्छौँ त उठेर आफ्नो पोजिसन जान्छौँ ठिक छ यो चाहिँ त्यतिखेर हामीले सोभियत प्रयोग गर्नुपर्ने हुन्छ आफू कमान्डरलाई आफू टोलीलाई बाँकी रहेको हामी मेडिकल ग्रुप रिजर्भ ग्रुपलाई बचाउनको लागि यो उठेर जानु ढुङ्गा आउँछ नि कहिले असिना परे जस्तो बर्र ढुङ्गा आउँछ त्यतिखेर यसरी जाने हुन्छ यसरी बस्ने यसरी सिलेक्ट यो गर्नुपर्छ एउटा ढुङ्गा हाल्नुहोस् त मलाई हेर्नुहोस् है सपोर्ट पहिला आन्दोलनमा ढुङ्गा हान्नुहुन्थ्यो क्या हो त यसमा चाहिँ सबैजना के हुनु पर्छ फुर्ती ल्याउनु पर्यो र अगाडि पुरो नियोजित पनि हुनु पर्यो कमान्डर दिनु पर्यो यदि त्यसरी ढुङ्गा हामीलाई पुरै वाल बनाएर हामी के गर्छौँ यसो सपोर्टमा बस्छौँ अन्त फेरि भिड चाहिँ ब्याक भएपछि हामी फेरि आफ्नो पोजिसनमा काम सुरु गर्छौँ यो चाहिँ वालको अभ्यास गरेपछि यो हल्का भइहाल्छ